आज चाहिँ यहाँ मिजोरमको चाहिँ सबैभन्दा ठुलो फेस्टिभल हुन्छ यिनीहरूको हार्भेस्टिङ फेस्टिभल। नाम चाहिँ मलाई याद छैन, म भरे गएर सोध्छु। अन्त हामी चाहिँ अहिले त्यहाँ जाँदैछौँ। सो गाइज हामी चाहिँ आइपुग्यौँ हो, तर 7 जना आएकोमा चाहिँ हामी 4 जना मात्रै छ। भिड चाहिँ यस्तो ज्यादा छ है। एरोन्दा र विजेता चाहिँ अगाडि छ हो, भिडै ज्यादा छ यहाँ। नछोडे विजय म हराउँछ फेरि। वेलकम ब्याक टु माई च्यानल निशान्स ब्लग। आज चाहिँ प्याराफेस्ट सकेर आज फ्राइडे कलेज छुट्टी हो। अन्त आज चाहिँ यहाँ मिजोरमको चाहिँ सबैभन्दा ठुलो फेस्टिभल हुन्छ यिनीहरूको हार्भेस्टिङ फेस्टिभल। नाम चाहिँ मलाई याद छैन, म भरे गएर सोध्छु। अन्त हामी चाहिँ अहिले त्यहाँ जाँदैछौँ। अगाडि सिक्किमको दा विजय छ, यहाँ इन्द्र यता फर्क हाई भनिदेऊ दसिला हाई भन्। अन्त पूर्व आज्ञा चाहिँ अघि जानु अरे। अन्त हामी चाहिँ अहिले जाँदैछौँ। अब यहाँबाट तल गएर चाहिँ बसमा चढेर अन्त हामी जान्छौँ। अन्त अगाडि चाहिँ सिक्किमको दाहरू विजय हिँड्दैछ। अन्त प्याराफेस्टको चाहिँ मैले प्याराफेस्ट डे 3 सम्मको मात्रै अपलोड गर्नु पाएको छु। 4देखिको चाहिँ के अरे एडिटै गर्नु पाएको छैन। अनि 4, 5 को चाहिँ अपलोड गर्नै छ। अन्त अब आजको पनि म ढिलो अपलोड गर्छु, यो हप्तामा एउटा जस्तो मात्रै अपलोड गर्छु अब, किनभने भिडियो पुरा बेसी हुन्छ। अन्त किन बेसी अपलोड गर्नु एडिट गर्नु पनि पाउँदैन। अब मेरो पनि सेसन सुरु हुनु आँटेको छ, त्यसले गर्दाखेरि प्याराफेस्ट पनि सक्यो। हिजो 12 बजीसम्म नाचेको, त्यहाँबाट अघि 11 बजीतिर उठेर अन्त अहिले रेडी भएर निस्केको हामी। अब तल बस स्ट्यान्डपट्टि जाँदैछ। अनि के अरे सिलास प्याराफेस्टको एक्सपिरियन्स भन त कस्तो भयो? प्याराफेस्टको चाहिँ एकदमै दामी थियो। हिजो लिटरली 11:30 नाचेको। मजा आयो है एकदम। इन्द्र तिमीलाई कस्तो भयो प्याराफेस्ट? राम्रो लाग्यो, भनेको कुरा सब पुग्यो, सबै पुग्यो, इच्छा पुरा भएको। अन्त नाच्नु कति मजा आयो? एकदम मजा आयो। खाना कस्तो थियो हिजो? खाना एकदम ओपी थियो। खाना चाहिँ तर राम्रो कि, तर चिकनमा चाहिँ बेसी तेल भएर चाहिँ खानु पनि सकेन हो। यताले त झन् खाएन पनि, सबैले फ्याँक्यो हो। त्यहाँ हुनुहुन्छ एरोन्दा, दिपेश दा अरे रोशन दा र विजय दा अनि विजय दा अनि विजय हो, दुईवटा विजय। अब हामी चाहिँ यहाँ तलबाट बसमा चढेर जान्छ। चानमारीदेखि पनि अलिक उता अरे, त्यो ठाउँको नाम पनि याद छैन अहिले, त्यो पनि सोध्छु म। अनि आज त्यो प्रोग्राम पनि के हो त्यो पनि सोध्छु। अन्त चाहिँ अहिले एकछिनमा भेटौँ है त गाइस। सो गाइस अहिले चाहिँ हामी चानमारी आइपुग्यो। चानमारी आएर चाहिँ के अरे भिड पुरा भिड अरे जाम भएर चाहिँ अहिले हामी हिँड्दै जाँदैछ। यहाँबाट चाहिँ अब एकछिन टाइम लाग्छ अरे भनेर चाहिँ हिँड्दै जाँदैछ। आजको प्रोग्रामको नाम चाहिँ के हो याद छ? फेस्टिभलको नाम चाहिँ याद छ? यहाँको हार्भेस्टिङ फेस्टिभल अरे हो, इम्पोर्टेन्ट, तर के हो याद छैन। त्यो चाहिँ अब सोध्नुपर्छ यहाँ कसैलाई हो। सो ठिकै हामी बसबाट उत्रेपछि चाहिँ जाम पनि खोल्ने है गाइस। यो के अरे चाकपरकुट कुनी के हो? डे वान मतलब थुप्रो दिनको हुन्छ क्या हो। यो चाहिँ हो चानमारी। अहिले म कसैलाई सोध्छु त्यो फेस्टिभलको नाम र यो एक्ज्याक्ट जग्गाको नाम चाहिँ हो। अगाडि यिनीहरू हिँड्दैछ। सो गाइस त्यस्तै छ। आज एक दिन छुट्टी भएको। आज चाहिँ रुम सफा गर्नु थियो, लुगा धुनु थियो यति बेसी हो। यो प्याराफेस्टिभलको त्यो पनि सबै छोडिओरि चाहिँ हामी चाहिँ प्रोग्राममा आएको। इन्द्रे
चाहिँ झन्डै लड्यो हो गाइस। थ्रिफ्ट मोजा पाउँछ गाइस सेकेन्ड ह्यान्ड। यहाँबाट चाहिँ अब एकछिन लाग्छ अरे भनेर चाहिँ भन्यो। अब हेरौँ कति लाग्छ। यो चाहिँ हो चाँदमारी। अन्त गाइस प्लिज लाइक सेयर सब्सक्राइब माई च्यानल इफ यु आर न्यू होइन। अन्त प्लिज सेयर एन्ड कमेन्ट। अब आजको प्रोग्राम चाहिँ 2 बज्न आँट्यो। अन्त अब हामी चाहिँ सक्ने बेलामा पुग्छौँ होला हो। सो गाइज अहिले एकछिन पर पुगेर भेटौँ है। सो गाइज हामी चाहिँ आइपुग्यौँ हो। तर 7 जना आएकोमा चाहिँ हामी 4 जना मात्रै छ। भिड चाहिँ यस्तो ज्यादा छ है। एरोन्दा र विजय दा चाहिँ अगाडि छ हो। भिडै ज्यादा छ यहाँ। नछोडे विजय म हराउँछ फेरि। सो अहिले चाहिँ हामी आइपुग्यौँ। प्रोग्राम चाहिँ के हो भनेर एक्ज्याक्ट यादै छैन हो। भिड छ पुरा 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 भिड छ। बस्ने जग्गा पनि छ कि छैन यादै छैन हो। गेट रहेछ यहाँ चाहिँ। मिजोराम आएर चाहिँ फर्स्ट एक्सपिरियन्स है गाइस। मिजोरामको यो चाहिँ सबभन्दा ठुलो फेस्टिभल अरे होइन। यिनीहरूको हार्भेस्टिङ फेस्टिभल अरे सबैभन्दा ठुलो। यता चाहिँ हुनुहुन्छ हाम्रो एरोन्दा। यता विजय दा हुनुहुन्छ। छोडिन्छ है फेरि हामी। अब त छोडिँदैन त। अब चाहिँ हामी पस्न आँटेको गाइस भित्र। भिड छ पुरा। यता चाहिँ नानीहरूलाई चाहिँ बैते भन्छ गाइस। अहिले यहाँ पुरा भिड छ गाइस। अहिले भित्र पसेर भित्र पसिसक्यौँ हो। यता अगाडि हेर्नुहुन्छ। अरू पनि छ छन चाहिँ तर कहाँ छ यादै छैन हो। ग्राउन्डमा चाहिँ बस्नु पर्ने रहेछ यहाँ चाहिँ हो। बल्ल बल्ल आइ चाहिँ पुग्यौँ तर खोइ अरू चाहिँ हाम्रो साथीहरू हरायो हो। यो फेस्टिभलको नाम चाहिँ के अरे एरोन्दा? चाप्चरकुट। ए ऊ माथि रहेछ हो चाप्चरकुट फेस्टिभल। भिड चाहिँ यस्तो बेसी चाहिँ होइन गाइस। भेटे गाइस यो अन्त यता रोशन दा चाहिँ हराउने मान्छे। यो चाहिँ एकदमै भिड छ हो गाइस। मजा आउँछ इन्द्र।
पुरा क्राउड ओए मजा आउँदैछ दामी हुँदो रहेछ प्रोग्राम चाहिँ यिनीहरूको यो यहाँको सबैभन्दा ठुलो फेस्टिभल अरे रोशन दा हराएर मजा आयो सो गाइज अहिले चाहिँ यो यहाँ चाहिँ मजा आउँदो रहेछ यहाँको सबैभन्दा ठुलो फेस्टिभल अरे यहाँ चाहिँ मजा आउँदैछ सो अहिले चाहिँ पर ट्रेडिसनल अटायरको सोकेस हुँदै थियो त्यो पर स्टेजमा चाहिँ अन्त अहिले चाहिँ अब हामी यतिकै डुल्दैछ यहाँ मजा आउँदैछ सिलास भाइ एकदम प्रोग्रामको नाम चाहिँ के हो चापचारकुट अरे चापचारकुट अरे यिनीहरूको हार्भेस्टिङ फेस्टिभलहरू ला हरायो त फेरि यहाँ चाहिँ एकैछिनमा सबै हराइहाल्छ नि यहाँ रहेछ दाहरू चाहिँ सो गाइज अहिले एकछिनमा भेटौँ है त अहिले चाहिँ हामी यहाँ घुमिरहेको छौँ अन्त यिनीहरूको ल्याङ्ग्वेज चाहिँ केही बुझ्नु चाहिँ बुझ्दैन र पनि अब मजा चाहिँ मजा आउँदैछ यहाँको सबैभन्दा ठुलो फेस्टिभल अरे सो यहाँ चाहिँ सिएमको फोटोसुट हुँदै रहेछ यहाँ मिजोरामको सिएमको फोटोसुट हुँदैछ यहाँ भाषा नबुझे मजा चाहिँ मजा आउँदैछ गाइस तिमीहरूलाई मजा आउँदैछ यो दुईजनाको हालत हेरिहाल्नु भोकले पुरा भोक लाग्यो सिलास अहिले चाहिँ हामीले जुस खान आँटेको अब यो चाहिँ हो मिलेनियम सेन्टर चानमारीको अब चाहिँ जुस खाएर चाहिँ हामी होस्टेल जान्छौँ होला अहिले चाहिँ हामी मिलेनियम सेन्टर हेर्दैछौँ यहाँ चाहिँ यो 5वटा रिफ्लेक्स यो पक्ड्यो भने चाहिँ मोचा फेर 3 जोडी
बुढिया पक्रिने रहेछ यहाँ हो। अब चाहिँ हामी सायदै निस्किन्छ होला यहाँबाट चाहिँ। कसैको केही काम चाहिँ छैन, त्यत्तिकै आएको। यो चाहिँ आइजोलको सबैभन्दा महँगो मल हो। यहाँ चाहिँ केही किन्नु सक्दैन, हेर्नु मात्रै। पर छ सबै। किन खाजा खाएर जाने? खाएर जाने होला नि त अब। यो चाहिँ हो मिलिङ हेल्थ सेन्टर। अब हामी यहाँ खाजा खाइवरी जान्छ। अब यिनीहरूलाई बोलाएर चाहिँ हामी खाजा खान जाने हो। यो चाहिँ हो माथिल्लो तला हो। पैसा चाहिँ अम्ल। अब यहाँ जुत्ता रहेछ, यहाँ फोनको कभर, के अरे टेम्पर ग्लासहरू पनि पाउँछ, सबै पाउँछ। यहाँ मलै हो तर महँगो हो, सबैभन्दा महँगो होला यहाँ एमसीको चाहिँ। एमसी अरे आइजोलको चाहिँ। एमसी चाहिँ योसँग हामी 3 खेप भयो यहाँ आएको। अन्त फर्स्ट र सेकेन्ड पालि चाहिँ के किनेको थियो, तर अहिले चाहिँ केही किनेन हामीले। के किनेन मतलब केही किन्नु छैन, पैसा पनि छैन अहिले। प्याराफेस्टो सबै पैसा सकिरहेको छ। अन्त गाइस त्यस्तै हो आज त्यो पर ला मैले के पो थियो त्यो परको प्रोग्रामको नाम त चाप होइन चामको नि के थियो बिर्स्यो भने। मजा आयो त्यसमा हो। अन्त अब गएर चाहिँ मेरो काम छ पुरा, लुगाहरू धुनु छ, रुमहरू सफा गर्नु छ। प्याराफेस्टो गरेर केही गरेको छैन, लुगा धन्न आज छुट्टी थियो, लुगाहरू पनि धुएको छैन। अन्त चाहिँ त्यस्तै छ अब। ब्युटी बार अरे के छ यहाँ गाइस। फ्री लक अरे के गर्नुपर्छ यसमा चाहिँ? त्यस्तै छ गाइस हो। लुगाहरू पनि राम्रो पाउँछ, दाम अनुसार लुगा पनि राम्रो हुन्छ, कपडा पनि के, तर अलिक महँगो हामीलाई चाहिँ। त्यस्तै छ। सो गाइस अहिले चाहिँ हामी खाजासाजा खाइवरी निस्क्यौँ एमसीबाट चाहिँ। अब हामी जाने बसको लागि चाहिँ क्यास चाहिन्छ, क्यास निकालेर हामी ब्याक टु होस्टेल। खाजा खाइसकेँ, खाजा खाएर दुईजना खुसी हो। अन्त आजको दिन कस्तो भयो भन त गाइस? खाजा खाएर मात्रै राम्रो भयो। सो गाइस त्यसै चाहिँ आजको दिन पनि सक्यो, 5 बजे यहीँनिर। अब चाहिँ हामी ब्याक टु होस्टेल हो। So please like, share, subscribe my channel if you are new. Thank you for watching. See you in the next vlog. Bye bye.